समाजवादी र नेपाली युवाहरूको प्रिय र संघर्षशील संगठन युवा संगठन नेपालको आयोजनामा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा भएको 10औं अरब भ्रष्टाचारका विरुद्धमा आयोजित यो विरोध कार्यक्रम र नागरिक उड्डयन प्राधिकरण क्यानको केन्द्रीय कार्यालय घेराउ कार्यक्रममा उपस्थित युवा संगठन नेपालका अध्यक्ष, युवा संगठनका पदाधिकारी कमरेडहरू, अखिल समाजवादीका पदाधिकारी उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी कमरेडहरू, यहाँ उपस्थित सम्पूर्ण युवा नौजवान विद्यार्थी साथीहरू, सुरक्षाकर्मीहरू र यहाँ यो वरपर रहनुभएका क्यानका कर्मचारीहरू, तपाईहरु सबैलाई म हाम्रो संगठन र हाम्रो पार्टीको तर्फबाट न्यानो अभिवादन, लाल सलाम पेश गर्न चाहन्छु। उपस्थित साथीहरू र मित्रहरू, नेपालमा ठुलठुला भ्रष्टाचारका काण्डहरू भइरहेका छन्। तपाईहरुले सूचनामा मिडियामा हेर्छौं, नेपाल एउटा संसारकै सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा परिरहेको छ। तपाईहरुलाई थाहा छ, नेपालमा पर्यटकीय हिसाबले संसारका सबै मान्छेहरू नेपालमा घुम्न आउन चाहन्छन्, नेपालमा आफ्नो समय बिताउन चाहन्छन्। त्यसको निम्ति नेपालमा केही पूर्वाधारका योजनाहरू अगाडि बढेका थिए। त्यहीसँग सम्बन्धित पोखरा नेपालकै संसारकै एउटा पर्यटकीय हिसाबले एउटा गन्तव्य, पर्यटकहरूको गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय स्तरको एउटा विमानस्थल निर्माण गर्नुपर्छ भनेर नेपाली जनताको चाहना थियो, पोखरा जनताको चाहना थियो र पर्यटकहरूको सुविधाको निम्ति त्यो आयोजना अगाडि बढेको थियो। हामीले हेरौं, त्यसको निम्ति नेपालको सरकारले चीन सरकारसँग करिब 25 अर्ब रुपियाँ ऋण निकाल्यो। 25 अर्ब रुपियाँ चीन सरकारसँग ऋण लिएर बनाएको आयोजना तपाईहरुले सुन्दैछौं, तपाईहरुले हेर्दैछौं। यही घरभित्र बसेका मान्छेहरूले अहिले सायद यही भित्र घुम्ने कुर्सीमा बसिरहेका छन्। ती मान्छेहरू अथवा आफ्नो मोबाइल लुकाएर मोबाइल अफ गरेर ती भागिरहेका छन्। ती नेताहरू, ती कर्मचारीहरू, ती बिचौलिया माफियाहरूको मिलेमतोमा यो क्यानका विगत 2 वर्षदेखि क्यानको महानिर्देशकबाट चलाइरहेका एकजना माफिया, एकजना भ्रष्ट प्रदीप अधिकारीको नेतृत्वमा नेपाली जनताले आज पनि तपाईँ हाम्रो खुन पसिनाको पैसाले त्यसको ब्याज तिर्नु परिरहेको छ। चिनिया एक्जिम बैंकबाट ल्याएको 25 अर्ब रुपियाँमा करिब 13 अर्ब रुपियाँ भ्रष्टाचार गरेका छन्। हामीले सुन्यौं 12 अर्बमा बन्ने जसको डिपिआर थियो, सरकारले सुरुमा 12 अर्बमा बनाउने भनेको योजना बिना तपाईको चाहिँ कुनै छानबिन, बिना कुनै अनुसन्धान, बिना कुनै इन्जिनियरिङ डिजाइन परिवर्तन आपसे आप करिब 6.5 अर्ब रुपियाँ त्यसको लागत बढाइएको छ। हामीले हेर्यौं, त्यो कम्पनीलाई जसलाई निर्माण जिम्मा दिएको त्यसलाई करिब 2.5 अर्ब रुपियाँ कर छली गर्ने गरी करलाई करबाट एक्जिम गरिएको छ, कर नतिर्न भनिएको छ। तपाईहरुले हेर्छौं, कैयौं संरचनाहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कैयौं संरचनाहरू जो बनेका छैनन्। नालीको कुरा आएको छ, तपाईको थुप्रै तपाईको ट्याक्सी वेका कुराहरू छन्, नबनेका कुराहरू समेत तपाईको चाहिँ रिपोर्टमा राखेर अरबौंको भ्रष्टाचार गरिएको छ। हामी हेर्दैछौं, कैयौं तपाईको एउटा छेउको डाँडा काट्ने कुरा या पोखरा विमानस्थलको जुन उचाइमा त्यो हुनुपर्ने थियो, त्यो भन्दा करिब तपाईको 20-25 फिटको कम उचाइमा विमानस्थल बनाएर थुप्रै खालका अनियमितता गरिएका छन्। र नेपाली जनताको तपाईँ हाम्रो काँधमा, तपाईँ हाम्रो शिरमा जो 25 अर्ब चाहिने चिनिया पैसाको एक्जिम बैंकको ऋण छ, त्यो ऋणबाट आएको पैसामा करिब तपाईको 12 देखि 13 अर्ब रुपियाँ भ्रष्टाचार गरिएको छ। त्यसो हुँदा हामी भन्न चाहन्छौं, यो क्यानको अफिसभित्र बस्ने, यो सिसाको महलभित्र बस्ने नेपाली जनताको करबाट बनेका पैसा, विदेशबाट ल्याएको तपाईको चाहिँ ऋण गाडेर ल्याएको पैसाले बनाएका आयोजनाहरू, भवनहरू बस्ने नेतृत्व गर्ने मान्छेहरू जो दलाल भ्रष्ट कर्मचारीहरू छन्, तिनीहरूले एक्लैले मात्रै पनि गरेका छैनन्। हामीलाई थाहा छ, यी भ्रष्ट कर्मचारीहरू छन्, भ्रष्ट नेताहरू छन्, यीभन्दा माथि यिनलाई सिकाउने, यिनलाई निर्देशन दिने भ्रष्ट नेताहरू छन्। ती बालुवाटारमा बस्छन्, ती सिंहदरबारमा बस्छन्, ती तपाईको चाहिँ बीआईसीसी को संसद भवन भित्र बस्छन्। यिनका टाउके नेताहरू त्यहाँ छन्, भ्रष्टहरू त्यहाँ छन्। त्यसपछि तपाईले हेर्नुभयो भने यिनीहरूसँग मिल्ने माफिया व्यापारीहरू छन्। माफिया व्यापारीहरू, भ्रष्ट तपाईको कर्मचारीहरू र भ्रष्ट नेताहरूको गोडचरमा मिलेर कांग्रेस पनि यसमा मिलेको छ, एमाले पनि यसमा मिलेको छ, या अरू पार्टीहरू पनि मिलेका छन्, मन्त्रीहरू मिलेका छन्। किनकि कर्मचारीहरू एक्लैले यत्रो ठुलो भ्रष्टाचार गर्न सक्दैनन्। हामीलाई थाहा छ, यी मान्छेहरू को पार्टीद्वारा यहाँ ल्याइएका हुन्, कुन नेताको तपाईको चाहिँ दैलो चारेर, को नेतालाई तपाईको करोडौंको अरबौंको पैसा बुझाएर यी मान्छेहरू यो कार्यालयभित्र बसेर नेपाली जनताको खुन पसिनामाथि
विदेशबाट ल्याएको ऋण निकालेर ल्याएको पैसामाथि अरबौंको भ्रष्टाचार गरिरहेका छन्, त्यो हामीलाई थाहा छ। त्यसो हुँदा हामी यहाँबाट खबरदारी गर्न चाहन्छौँ, भ्रष्टहरूलाई चेतावनी दिन चाहन्छौँ, भ्रष्टहरूको निद हराम हुनेछ। अब पोखरा विमानस्थलमा भ्रष्टाचार गर्ने जो तपाईँको 1 दर्जन मान्छेहरूको नाम आएको छ, त्योसँग सम्बन्धित कैयौँ मन्त्रीहरू छन्, कैयौँ सचिवहरू छन्, कैयौँ प्रधानमन्त्री कार्यालयबाट निर्णयहरू भएका छन्, कैयौँ तपाईँका दलाल माफिया व्यापारीहरू छन्। हामीसँग सबै ती माफियाहरूको एक रेकर्ड छ, ती माफियाहरूको सबै हामीसँग जानकारी छ। त्यसो हुँदा हामी यहाँबाट के चुनौती दिन चाहन्छौँ भने ती भ्रष्टहरूले, तिमीहरूले नेपाली जनताको करबाट उठेको या तपाईँको विदेशबाट ऋण गरेर ल्याएको पैसाको 10 अरब तिमीहरूले कुनै पनि मूल्यमा पचाउन सक्ने छैनौ। त्यो तिमीहरूलाई होकाल्न लाइनेछ। अखिल समाजवादी, अखिल क्रान्ति, अखिल तपाईँको के अरे युवा सङ्गठन नेपाल, अखिल समाजवादी र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यो 10 अरब तिमीहरूले कुनै पनि मूल्यमा ओकल्न लाइनेछ र त्यो आन्दोलनको नेतृत्व गरिन्छ, निरन्तर अगाडि बढ्नेछ। त्यसो हुँदा हामी यहाँ चुनौती दिन चाहन्छौँ। त्यसै पनि थुप्रै अरू भ्रष्टाचारका केसहरू छन्। तपाईँ हामीले हेर्छौँ, एउटा एनसेल कम्पनी भन्नुहोस्, हाइड्रो पावरहरू भन्नुहोस्, थुप्रै तपाईँको चाहिँ तपाईँको बालुवाटारको